हेलो एभ्रिवान। आज चाहिँ हामी के अरे इलातमा छौँ। इलात बिच आइपुगेका छौँ। यहाँ चाहिँ चाहिँ यस्तो रहेछ यो बिच। यहाँनिर चाहिँ सिप रहेछ, बिग सिप। हेलो बहिनी, आइज न यहाँनिर अलिक बर्डरमा जाउँ न। बहिनी आइज न बर्डरमा जाउँ। आइज न जाउँ, नसुतिर हौ, आइज न। आइज न हौ, उहीँ पर उहीँनिर र त उहीँ आइज न छेउमा। किन बसिरहनु? यिनीहरू त रेडी भएछ। राइट जाउँ भनेको र त यहाँबाट पनि देख्छ तान्त आइज न भनेको बहिनी। यहाँ चाहिँ आइज न भन्छु र त अन्त त्यहीँबाट खिच्नुपर्छ भनेको नि। यहाँ पनि हुन्छ, यहाँबाट पनि हुन्छ। पर यहाँबाट झन् कति राम्रो देख्छ। ल ल ल म जाँदैछु। यो बिच चाहिँ रहेछ है। यो देखाउँदै जाँदा चाहिँ यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ यस्तो, यहाँ चाहिँ परनिर चाहिँ यो फ्ल्यागदेखिको उता चाहिँ प्यालेस्टाइन रहेछ। यो चाहिँ बर्डर उहाँ पर आधीदेखिको यता चाहिँ इजरायल रहेछ, त्यहाँदेखिको उता चाहिँ प्यालेस्टाइन। त्यो बिचमा चाहिँ सायद बर्डर रहेछ। यो चाहिँ यहाँ यस्तो छ। हाई सलाम मनिष्मा, सबात सलाम, सबात सलाम। यहाँ चाहिँ इलात सिटी चाहिँ यहाँ हो। माथि देख्दै गर्नुभएको चाहिँ इलात सिटी हो। यिनीहरूको राइड सुरु हुन ठिक छ। यो चाहिँ फिलिपिनी ग्रुपमा छौँ आज चाहिँ हामी। हाम्रो एक बस साथीहरू नेपालीहरू चाहिँ सबै राइडिङ गर्नु गइसकेको छ र हामी चाहिँ दुईजना दिदी बहिनी